हुन्छ कि एकचोटि सरी हाई एभ्रीवन कुन ठाउँ रे यो खै के ठाउँ पो भन्ने छ मलाई खै कुन ठाउँमा आएको छौँ हामी तर थाहा छैन कुन ठाउँ चाहिँ हाम्रो खानेकुरा चाहिँ यस्तो छ हामी जहिले अनहेल्दी खाने एकदम अनहेल्दी छौँ हामी चाहिँ अलि अनहेल्दी चाहिँ म छु अलि हेल्दी जस्तो ल हामी चाहिँ यहाँबाट जाँदैछौँ है ल कसरी बनाउँछौ है भ्लग मलाई थाहा हुँदैन क्यामेरा छ भने आउँदैन मलाई त राम्रो ल हामी चाहिँ यसरी अब यहाँबाट एकदमै लम्बा लम्बा क्या है रास्ता है लम्बा लम्बा ओइ यो उता हो नि यो यसलाई के भन्छ थाहा यसले जाला एउटाले के हो यो एउटाको पालो ला त्यसलाई के भन्छ कि हाम्रोतिर यो सिँगाउन लगाइरहेको थियो म के भन्छ अरे यसलाई के को बोल्छ यो मार्छ यार के को हो नसुन यार 1 घन्टाको भ्लग बनाउँछु युट्युबमा हाल्छु अनि हामी दुईजना डलर प्रति बन्ने ल युट्युबमा हाल्छु अनि हामी दुईजना डलर प्रति बन्ने ल अब डलर पति बन्नु पर्यो हामी दुईजना करोडपति नै भिडियो चाहिँ कस्तो आइरहेको थाहा छैन फेरि खै अगाडि भुट्टा आएन हेर्नुपर्छ यार टिकटकबाट हाल्दै होइन ल हामी जाँदैछौँ नुवाकोटको जङ्गल आज धादिङको नानीलाई नुवाकोटको जङ्गल घुमाउन ल्याएको कस्तो लागिरहेको ओहो मुटु फुटेर धड्कन चुडेला जस्तो भइसक्यो ल यस्तो छ बाटो भयङ्कर छ त्यो बुढोले एकदम डेन्जर इसी भन्नु भइसकेको थियो हामी चाहिँ अब भनेको थिएँ बुढीको कुरा मानेर हामी चाहिँ माथि क्यास्टल भनेर हिँड्यौँ अब कहाँ पुग्छु थाहा छैन मर्छ क्या हो यार मेरो फुस्क्यो नि यार यसो क्यामेरा छ हाम्रो डलरवाली चाहिँ यो जुत्ता चुना बाँध्दैछ देखाएको हेर्न मान्छे देखाउँदिन कुचिक्क परेको आइफोनले खिचेको हो फेरि होइन हाम्रो आइफोन राम्रो आइफोन तर अलि क्यामेरासम्म मान्छे चाहिँ खतिलो छैन अलि तिमी आफ्नै अनुहार ल यो चाहिँ हाम्रो फर्स्ट भ्लग हुनेछ होइन तिमी र मेरो सुरुवाती चरण कस्तो हुँदो रहेछ हेरौँ ल एकदम खतरनाकै भयो आधी बाटो नै पुगेको छैन ल ओइ यस्तो छ त यार रुखहरू लडेछ गाउँको मान्छे हुनु भने एउटै रहन्थेन मैले पहिला यस्तो जङ्गलमा कति घाँस दाउरा गरेँ होइन झुट बोल्दै छ होइन साँच्ची हो मैले कति दुःख गर्थेँ नि पहिला रुइदिउँ कि क्या म चाहिँ मैले होइन भकारी त धानको पो हुन्छ होइन यति दाउरा टिपेर लगेर रक्सी पार्थेँ मैले पहिला अनि बिहानै उठेर त्यसरी जान्थ्यौँ जङ्गलमा यस्तो त केही रहन्थेन दाउरा त ल केही रहन्थेन अहिले हेर त यहाँ अर्काको देशमा नपताको हेर्ने यसले आया त्यो बुढाबुढी कसरी हिँडेर आयो होला यस्तो तन्नेरी लाठेहरू हिँड्न नसक्ने म त बुढेसकालको छोइसक्यो हात पो दुख्ने रहेछ मान्छेहरूले किन क्यामेराम्यान राख्छ भने त होइन भ्लग बनाउनेले गाह्रो छ नि बिस्तारै हो है
अझै आइपुग्यो होइन मलाई त्यो मान्छे अर्सिन्छ अहिले छ्या म चाहिँ एकदमै स्याड भएँ लामो बाटो को उक्लिन्छ हौ हामी हप्तामा एक दिन अथवा कहिले त बिदै हुँदैन होइन यस्तो मोमेन्टलाई पनि कहिलेकाहीँ छुट्टी हुँदाखेरि इन्जोय गर्नुपर्छ खेर जान दिनु हुँदैन जङ्गलको बाघ भालु नि तर्सिन्छ होला हामी दुईजना हाँसेको सुनेर तिमी त हाँस्दैनौ म हाँसेको सुन्यो भने चाहिँ ओ माई गॉड गाह्रो हो होइन एकछिन त गाह्रो पो पऱ्यो त साथी मलाई ओए आयो क्या हो यो के हो होइन हो र हो जस्तो लाग्यो यार फाइनली आइपुग्यो क्या हो हामीलाई त्यस्तो एक्सपर्ट छैन हामी चाहिँ यस्तो ब्लग सक बनाउनलाई हात दुख्दो रहेछौ बिजोक भयो नि यार बिरामा आउनुपर्छ हेर उयो माथि हो ऊ त जिन्छ त जाम उसले एकदम थकाइ लागेको छ हेर सुकेर मर्न लाग्यो सुकेर हेर आमा डलर दिनु छ म डलर सामान किन्छु उसलाई चाहिँ लाज लाग्यो अरे कस्तो राम्रो ठाउँ रहेछ मलाई किन यो प्रकृतिमा बस्न यति टाइम लाग्यो मलाई यहाँ किन मोहनी लगाइदिएँ आएर मोहनी लाग्यो अनि फेरि हामी चाहिँ एकदमै अनहेल्दी खानेकुराहरू खान्छौँ यस्तो खालको खानेकुरा चाहिँ हेर न कस्तो राम्रो कुकुर कुकुर लिएर यहाँसम्म आउने मान्छे भनेपछि मान्छेहरू कस्तो होला त ल यो अर्काको दुनियाँमा कति गाडी छ एउटा गाडी हो त रातो त हाम्रो गाडी हो हामी आएको गाडी हो अरे त्यो पार गर्न अल्छी त्यहाँ पार गरेर अनि फेरि हिँड्न मन लाग्यो तल पुगेर ल यस्तो छ हाम्रो पुरा खाने जम्माथि है नानी अब चाहिँ हिँड्नुपर्छ हेर बाबु नानी मान्छे ओ यो उसको बोर्ड होइन आरुको के हो के हो सेतो ए हामीले त अब यस्तो भन्नुपर्छ यहाँबाट कस्टमरलाई के हामीले अब भन्नुपर्छ नि त हामी यहाँ घुमेर आयौँ बिदामा यो चाहिँ जिन्जाको नामै थाहा छैन जिन्जाको नाम चाहिँ थाहा छैन कहिले हामी घुम्नु चाहिँ आयौँ ठाउँ पनि एकदम राम्रो छ तेरा भनेर लेखा होइन ओत्याएर चाहिँ ल्याएको छ मलाई त्यसको माथि के भनेको हौ मैले द क्यास्टल टुर के तेरामा आइपुगेको छौँ आउनु चाहिँ होइन दिस इज सुमोतो क्यास्टल अब यो बाहेक हामीलाई केही भन्न आउँदैन घुम्ने ठाउँ यस्तो ठाउँलाई हामीले बिर्सेर ठुलो भुल गरेछौँ ल कोबेतिर बस्ने अथवा त्यो नजिकै बस्नेहरू चाहिँ यहाँ घुम्न आउँदा एकदम राइट हुन्छ एकदम राइट लोकेसन हामीले तपाईँलाई पेस गरिसकेका छौँ आइदिनु होला हेरिदिनु होला मेरो भ्लगलाई सब्सक्राइब गरिदिनु होला यस्तो छ यिनीहरूको चाहिँ भिडियो बनाउनु हुँदैन मार्छ फेरि है किनभने प्राइभेसी यहाँबाट माथि जाने फेरि उकालो चढ्ने ए त्यो बुढीले इसी भनेर छैन ढुङ्गा चढेर साकुरा फुल्दाखेरि कस्तो राम्रो थियो होला नि यहाँ सबै झरिसकेछ ल हेर्नुहोस् त झरेर तिमी एकचोटि नाच्नुपर्छ ल माथि पुगेपछि म
नाच्यो भने अहिले भूकम्प बेजात नगर भन्छ भूकम्प आउँछ क्या हो नानी ल्याउन नि सक्छु मैले मान्छे सानो भए म नाच्छु आयो गाह्रो छ म कसम तिमीबाट छोड्छौ भाग्छौ ओइ जिन्जा नै हरायो त यहाँ आइपुग्यो ओ फाइनली आइपुग्यो जिन्जामा कति ठुलो रहेछ भनेको होइन एरिया चाहिँ ठुलो रहेछ जिङ्गा चाहिँ जति देख्थ्यौँ त्यति मात्रै रहेछ लान्छ यसो जिन्जामा कस्तो राम्रो हेर न मैले चाहिँ साथी बनाएको एकदम पातली पर्यो उसलाई चाहिँ मैले यसरी उठाएर घुमाउन सक्छु तर उसले उठाएन यत्रो तर अफसोस मैले उसलाई उठाउन सकिनँ उसले त डलरको लागि मलाई उठाए ला हेर त ऊ यहाँ ऊ सङ्ग्रहालयमा यहाँ सामानहरू वा फुल हेर न फुल तिमीलाई त ठुलो हुन्छ यो फुल कानमा सिउरी नै ठुलो हुन्छ यार मान्छे हेर न यहाँ कति पातलो ल यही हेर्न आएको यही हेर्न पायो ल ल ल वाउ रहेछ हो रहेछ रक्सीहरू पनि पाउँछ अरे आमा आमा हो साके आमा साके किमाउन लाउने हो पाएको हुन्छ नि तिमी त ए ऊ त दिनकै लगाइरहेछ फेरि लुङ्गी नक्कली मेरो त भिडियो पाउँदैन त डलर आउला जस्तो लागेन यो भिडियोले अड्किएछ कहाँबाट अड्क्यो फेरि कस्तो राम्रो देखियो हेर्नु न वाउ दिस इज सो मच ब्युटिफुल है यस्तो छ जस्तो लागेको थियो तिमीलाई यो बजार अह मलाई लागेको थिएन ल फाइनली हामी चाहिँ आइपुग्यौँ यही हेर्न आएको तर योभन्दा राम्रो दृश्य देख्न पायौँ धन्य छौँ हामी लगेर गरेको भएको छैन यो गरौँ त त्यहाँ गइदिउँ न है ए आमा यस्तो खतरा भ्युज देखेको रहेछ यस्तो राम्रो रहेछ है यस्तो मौका घरिघरि आउँदैन एकछिनमै आइपुग्दो रहेछ त है माथि त त्यति धेरै छैन ल अब हामीले चाहिँ यहाँ अब टुरिस्ट अब हामीले यहाँ इम्पोर्ट गर्न लगाएको एक्सपोर्ट गर्न लगाएको के के ल मान्छेहरूको जोडी बसेर रहेछ हामी पर्यो बिना जोडी यो चाहिँ मेरो नुवा कस्तो राम्रो वाउ कति राम्रो नि बाबै कति राम्रो सुमोटो एरिया त्यो बुढाले हेरे भयो अनि रक्सी जस्तो देखि नि कतिबाट पनि भएन फेरि सबै नहर स्प्राइट कोका कोला लेखेको छ हामी यस्तो नन अल्कोहलवाला सफ्ट ड्रिङ्क्स खान्छौँ तर यो अनहेल्दी हो छ छैन होला ल ढङ्ग पाराउने त्यो खाऊ कस्तो रहेछ अनि स्वर्गै देख्न पाइयो बाँचेरै स्वर्ग देख्न पाइयो मरेर कहाँ जाने हो थाहा छैन यो फुल टिपेर टाउकोमा लाउँदा चाहिँ अहिले क्राउन बनाएर वै नर्कमा लान्छ केले बनाउने क्राउन चाहिँ बाँध्ने पनि एउटा घाँस छैन फेरि जाने जङ्गलमा घाँस खान्न घाँस भुस छैन हातहरू धोएर मजाले टक्क होइन त्यस्तो खालको हुन्छ नि त तर यहाँ चाहिँ रहन्छ
सोस आम्मा आमाले बोइस दिन थाल्नु भइसक्यो मजाले मस्केको है आमा त के हो मैले चाहिँ कहीँ बस्ने ठाउँ नपाएँ म तिम्रो भिडियो खिचे जस्तो गरेँ त्यो बुढी आएर कचौरो दिउ मलाई यत्रो घुमिरहेको छ माग्नु पर्छ डलर हुनेले डलर देऊ ल मेरो यहाँ भिडियो बनाऊ जापानिज एन हुनेले जापानिज एन देऊ कसरी बनाउँछ भिडियो वाउ सो ब्युटिफुल तिमी राम्रो हो कि क्यामेरै राम्रो हो कि अयो हो ए देखि यार बल्ल म यतापट्टिको बिल्डिङ हेरेर नि त हाम्रो फुलकुमारी चाहिँ यहाँ एकदम कति राम्रो छ भनेर पागल हुन लाग्नु भइसक्यो म सिङ्गल हो छैन मेरो कोही पनि कोही पनि छैन कोही पनि छैन कोही पनि छैनन् कोही यहाँ हेर मेरो कहिलेदेखिको यहाँ कट यो खाएर हामी यसरी बसेर बनाउनु पर्छ यसको अनि यहाँ गरेर जो आउँछ त्यसको सुरुमै म हालिदिन्छु ल सुरुमै म हालिदिन्छु तिमीलाई एक मान 10,000 एक मान घटी भिक पनि चल्दैन एक्सपेन्सिभ वाला भिखारी आउने भयो अब एक रुपियाँ त्यसो भए त म पनि बस्छु साथी एक रुपियाँ त यहाँ चक्लेटै आउँदैन अनि यस्तो कुरा गरेर बस्छौँ हामी होइन यस्तो मान्छे हिँड्ने बाटोमा मान्छे बस्ने ठाउँ नपाएर यहाँ बसेको छ ल यसरी बसेको छौँ केही छैन जिन्दगीमा कहिले काहीँ बस्नुपर्छ है बस्नुपर्छ यस्तो ठाउँमा त मान्छे यत्रो धेरै आउँदो रहेछ भने होइन ल हेर त यो हावा आउने बित्तिकै कति झरेको अहिले चाहिँ साकुरा सबै झर्न थालेछ उही नेपाल जाँदाखेरि एउटा साकुराको हाँगा भाँसेर लानुपर्छ क्या है किन लानु कस्तो भयो किन लानु नि यो आरुको फुल्दैन फुल्छ त्यो सिजनमा त फुल्छ होला हाँगाले सर्छ अनि यो आरुको रुख हो भने त आरु फलिहाल्छ नि हाम्रो घर उता पुरानो घरनिर फल्छ कि हाम्रो कति चोरेर खान्छ फल्दैन तिमीले यो खाएको छैन होइन यो खाएर हेर यता है उयो बिचैमा बस्यो यो केटी त यार साँच्चै मान्छे हिँडिरह पक्लक्कै पोकाए पोक्यो नि धेरै पोखाएको छैन अहिले हामी म चाहिँ मान्छेहरूसँग लगाउँदिनँ यसो एक झलक यसो फर्केर हुन्थ्यो दाई दाई त्यस्तो आन्टीलाई लिएर हिँडेको दाई चिजवाल जस्तै हो जाने हँ चिजवाल जस्तै लाग्यो स्वाद ए गुलियोवाला ल्याएछ चिजवाला ल्याएछ होइन त्यो भन्दा त छैन है मलाई यादै गर्नु कसो हुँदो र अर्को पिरो पिरो खालको नि हुन्छ आम्मम कस्तो आम्बो कस्तो जाडो हुने हो म चाहिँ लिम्बुनी त होइन तर पनि म चाहिँ मनपर्छ आम्बो भन्नलाई राई लिम्बू त होइन राई लिम्बू मात्रै भन्थ्यो आम्बो त्यो त धरानतिरको मान्छेहरूले बोल्छ नि आम्बो के यस्तो हो आम्बो चिजवाल रहेछ गाडी गयो सटर डेन्जरै रहेछ हौ हो रहेछ कस्तो मजाले गुडाएको दिदीले हामी बहिनीहरू यसरी हेर्दैछौँ दिदीलाई गाडी गुडाएको हाम्रो गाडी त कति मिनटको भ्लग बनाउने आज यार 11-12 घन्टाको त्यत्रो घन्टै बसिन्छ होला र सम्झिने मैले पन्तालमा साइली ढुङ्गा सररा मैले गीत माछा छैन ठ्याक त्यो फेवाताल काम रहन्छ यार भ्यागुताको बच्चा रहेछ कालो भ्यागुताको बच्चा हिँडिरहेको रहेछ
हामी दुईजना चाहिँ अब भ्लग स्टार्ट गरेको ल आजदेखि भाइरल बनाइदिनुपर्छ नि भाइरल केही गर्नु पर्दैन पहिला 10,000 सब्सक्राइबर पुऱ्याइदिनुहोस् 1,000 ओन्ली वी निड ओन्ली 1000 सब्सक्राइबर यो हावाले चाहिँ अब मेरो साथीलाई जोगाउँदै लानुपर्ने छ हावादेखि होइन हावाहुरी बतास यो चैत महिनामा चैत सकेर वैशाख लाग्ने बित्तिकै यस्तो ठुलो हावा चल्छ यो अहिले वैशाख लाग्यो नि त ह्याप्पी न्यू इयर बिर्सेको नयाँ वर्षको धेरै धेरै शुभकामना अब आज घुमियो सधैँभरि घुम्न पाइयोस् विदेशमा घुम्न पाइयोस् एउटै देशमा बसेर वाक्क भइसक्यो अब हामीले अवसर मिलाउनु पर्यो अर्को देश घुम्ने ल सुजुमे रहेछ नि त सुजुमे घर जान्लाको ओ बाजे अझै बढारिरहेको रहेछ बा गएको थियो अझै बढार्दो रहेछ मेहनती जाँगरिलो इष्टपुष्ट तन्दुरुस्त हिष्टपुष्ट होइन अनि यहाँ फुल चाहिँ सब झरेर बाई बाई बाजेले चक्लेट दिनुपर्ने रहेछ है छ है म दिएर आउँछु म बाजेलाई चक्लेट दिएर आउँछु म चक्लेट दिन्छु यो बाजेलाई चक्लेट दिन्छु बाजे चोकलेटいいの？いいよありがとう。ありがとうございますうまいね。まだまだあ、ネパールからですはいどこホテルかどこ勤めてるの？ホテルです庭はですはいご苦労さん。ありがとうございますबाजेले चिनिहाल्यो नि हामीलाई तिमीहरू यहाँ काम गर्ने हो भनेर उठ्दै फेरि एकछिन फुर्सद हुँदैन ठुचुक्कै बस्छ यो भिडियो चाहिँ उसको मम्मीसम्म पुर्याइदिनु शरीर अलिक कमजोर छ धेरै हिँड्न सक्दिनँ गाह्रो हुन्छ उपचारको लागि पैसा चाहिएको छ जतिखेर पैसामै अड्केछ हामी जतिखेर पनि पैसामै अड्केर यहाँ विदेश हिँड्यो सानो उमेरमा तिमी कति 17 वर्षमा आएको होइन उसले त्यो मेडिकल कार्ड सुत्ता नपाएको अरे के 18 वर्ष नपुग्या भएर त्यस्तो उमेरमा आएर पनि उसले यत्रो सङ्घर्ष गरेर अहिले उसले वर्किङ गरेर राम्रो दाम थाप्या छ अहिलेसम्म फर्स्ट स्यालेरी पाएको छैन स्यालेरी आउन पाएको छैन 2 महिनाको स्यालेरी चैट हुन्छ होइन त्यही भएर अलिअलि सेभिङ गऱ्यो भने चाहिँ ऊ जसरी यसरी हिँड्न पाइन्छ डुल्न पाइन्छ सेभिङ गऱ्यो भने चाहिँ जसरी घुम्न नि पाउँछ म त पैसै छैन भने म पैसै छैन ल हामीले चाहिँ अब हिँडेको बाई बाई यस्तो जङ्गलको बाटो हुँदै अब हामी लाग्यौँ सुदूरपश्चिमाञ्चल अब हामी साई के भन्छ त्यताको भाषा साईलाई के भया हुन् साईलाई के भया हुन् गैला हुन् साईला हुन् भन्दै जानु पर्यो यस्तै रमाइलो कुराकानी गर्न चाहिँ मेरो भ्लग हेर्नु होला अब म यहाँ झुन्डिन पनि हुन्छ होइन यसरी पिङखेल हुन्थ्यो तर डोरी हुँदैन हिँड्न खोइ डोरी कतिको बलियो रहेछ यत्रो त्यो त ठुलै त हो नि यार म त पहिला त खेल्थेँ यार अबि
त्यो बुढोले बढारेको मैले फोहोर गरिदिएको हाम्रो स्कुल हाम्रो त्यो के अरे नेपालमा स्कुल एउटा लहरामा मान्छे झरेर खसेर रोडमा पुगेको यस्तो कहानी नसुनाऊ मलाई बहुत डर लाग्यो हात भाँचेर बिचरा हो ल गाह्रो रहेछ त्यसो भए पहिला पहिला त हामी लहरोमा पिङ खेल्थ्यौँ नचाहिएको काम वनमा गएर घाँस दाउरा गरेर होइन बिहान घाँस दाउरा गर्ने दिउँसो स्कुल जाने फेरि बेलुका भएपछि डोको बोकेर घाँस काट्न जान्थ्यौँ म गाउँमा बस्दाखेरि मेरो वेदना यस्तो थियो यहाँहरूलाई म एकदम दुःख भएर सुनाउँदैछु तर मजाक नलिनु होला दुश्मन खोज्न टाढा जान सक्दैन दुश्मन यही नजिकै छ मैले नै मजाक लिइरहेको छु उनी हाँसिरहेछ मेरो दुःखभरि कहानी सुनेर दुःखको कहानी सुनाउने मान्छे नै हाँसिरहेको छ म किन रुनु अब हाम्रो फेरि अर्को भ्लग कहिले आउँछ बिदा कहिले हो अब अर्को महिना अब त छैन बिदा अब त बिदै छैन अरे ल कस्तो गाह्रो छ होइन 23 गते हामी 23 त आवाजी सुन्नको लागि के आवाजीको लागि लाग्ला हो के उता हाम्रो चाहिँ यात्रा आज यति रह्यो शुभ दिन शुभ यात्रा हामी चाहिँ $20 लागि भिडियो बनाउन थालेको नभन नि त्यस्तै ल भयो